भन्दियो हाय ओ माय गॉड हाई एभ्रिवान नमस्ते आज हामीहरू नन्द भाउजू जाँदैछु माछा लिनु हिँड्दै यस्तो गरम छ हामी दुईजना हाम्रो स्कुटी बिग्रेछ अनि हामीहरू जाँदैछु माछा चिकन अनि फिश लिनुको लागि आज हामीहरूको घरमा बडा खाना छ दिदीहरूलाई बोलाएको छ दिदी सासू नन्दहरूलाई बोलाएको छु आज हामीहरूको पार्टी हुन्छ घरमा जाँदैछु लिनु यहाँ हामीहरूको घरको बाटो ग्रिनरी देख्न सक्नुहुन्छ हामीहरू जाँदैछु यो बाटो यस्तो धेरै गर्मी छ अहिले तेजुमा भन्नु सक्दैन यो हामीको जिमी दाजु अगाडि अगाडि हिँड्दैछ लु हामीले मासुहरू किनेर आए कोल्ड ड्रिङ्क पनि बोकेर आए यो बहिनी मासु बोकेर जाँदैछ लेबर यति धेरै घाम चर्किरहेछ भगवान् अब गएर फटाफट खानापिना बनाउने हो निम्बु पानी पिन्दै अब हामी दुईजना अब हामीको चौकामा काम सुरु हुन्छ अब हामीहरू सामानहरू रेडी गर्ने हो लसुन प्याजहरू कटाइ हुँदैछ सुहाना दिन हामीको घरदेखि अनि यो बिल्ली भान्जी आइपुग्यो ई मेरो भान्जी हाई रेसा भान्जी मेरो युट्युब च्यानललाई हाई भनिदेऊ यो मेरो ठुलो भान्जी हो ठुलो भन्दा पनि बहुत ठुलो भइसक्यो हेरौँ त हाम्रो प्रोफाइल जुम्री छ है लेकिन Are you Jumri? No. मेरो सानो भान्जी Oh no Hi भान्जी Hi भन्दियो हाय हाय भन्दियो हाय Oh my god भान्जी आँखा मारेर देखाऊ आँखा मार युमी साराङ्गे गर्दियो त बाजुले हेरेर साराङ्गे गर्देऊ भान्जी साराङ्गे यो साराङ्गे ओ साराङ्गे भान्जी गर्देऊ यता छ मलाई हेरेर यता फोनमा हेरेर गर ल यसरी 1 2 3 आँखा मार्दै अब आँखा मार्दै हाँसेर देखाइदेऊ हाँसेर देखाइदेऊ ओ मेरो मसलाहरू रेडी भयो यो चिकनको लागि अनि यो फिसको लागि फिस बोइल गर्नेछु चिकन चाहिँ फ्राई गर्नेछु ओ बोइलिङ लिफ हो यो बोइलमा हालेर खानुपर्छ एकदम राम्रो हुन्छ यो चाहिँ कुनै यसको नाम चाहिँ के हो खै थाहा छैन यो चाहिँ यहाँको हामीको लोकलहरूको बोइलिङ लिफ हो यो चाहिँ हामीहरू खान्छौँ देखा पनि अनि हामीको चिल्ली हामी कति धेरै छ यहाँ रेड चिल्ली कोलाई चाहिन्छ तर हामी कसलाई दिन्न यो मेरो बुढाको लागि हो यो र पठाइदिनुको लागि राखेको चिकन फ्राईको लागि हो एन्ड यो चाहिँ फिस बोइलको लागि हो लोकल स्टाइलले फिस बोइल गर्छु फाइनल रिजल्ट देखाउँछु कस्तो हुन्छ दिस इज चिकन फ्राई एन्ड दिस वान फिस बोइल जसको चिकन बोइल जसलाई चिकन बोइल मनपर्छ त्यसलाई चाहिँ साह्रै मनपर्छ फिस बोइल वाह अझै तिम्रो नाकबाट त सिङ्गा नान्दैछ दिदी बहिनी आइपुग्नु भयो नमस्ते दिदी हाम्रो दिदी अनि नानी हेलो साइचा यता आउनु न यता अलिकति क्लियर हुन्छ हेलो भान्जी यहाँ हाम्रो युमीको मम्मी मेरो नन्द र दिदी सासू अनि काकी हेलो भन्नु न नन्दले माछा फ्राई गर्दैछ भान्जीको लागि आफै भात खानु जान्दैछ हाम्रो सानो भान्जी उसले पनि आफै माम खान्छ सी इज द गुड गर्ल खैदिउ भान्जी हाउ इट टेस्ट
Yummy? You want more? One more? Yeah. Okay. Screen हेर्दै माम खाँदैछ नानीहरुले यस्तो डेन्जर घाम लागेछ धन्ने फ्यान चाहिँ लाइट चाहिँ आयो लाइट आएर अलिकति राहत भेट्यो साइसा गुलु गुलु भात खाने कार्यक्रम सुरु भयो सबै बाहिर बसेर खाएको फ्यान लगाएर युमी यहाँ हाम्रो नानी फुच्चा फुच्ची पार्टीहरू वहाँ 5 जना छ 1 जना भान्जा 4 जना भान्जी हाम्रो भान्से पार्टी ओके हामीको चिल्लर पार्टीहरू अब हामीको खाना पिया सबै भयो अब दिदीहरू फर्किनु हुँदैछ भान्जी तिमी कहाँ गएको पार्टी उठाऊ ल बाई बाई हुन्छ रुद्दी इधर आओ नानीहरू सबैजना जानुभयो अब हामी रह्यो घरको मान्छेहरू कस्तो गरम भएको छ आज गाछीको निचे बस्ने एकछिन यहाँ हामीहरूको कुखुरा हेलो शाम भयो घरको काम भयो आजको दिन पनि यही समाप्त भयो यस्तो मौसम देख्दैछ यही अलिकति कचरा जलाएको अस्ति हामीले बगान सफा गरेको थियौँ क्या मैले त होइन आमाले र बहिनीले त्यही सफा जलाएको गाइस आजको भिडियो यही समाप्त हुन्छ अगाडि आउनेवाला सबै भिडियोलाई लाइक गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् अनि नेक्स्ट भिडियो कुन चाहिँ टपिकमा बनाउने कमेन्ट गरिदिनुहोस् होला सी यू इन द नेक्स्ट व्लग बाई